सबैमा अहिले चाहिँ हामी अरहाँचीको पाडेनीको सिमलेमा छौँ अनि आज चाहिँ हामी सुन्तला खेती गर्नुभएको अङ्कलको घरमा आएको छौँ र हामीले एउटा बोट किनेर लाने भनेर पनि सोचिसकेको छौँ। अब हामीले चाहिँ पेक लिन जाँदैछौँ र पेक ल्याएपछि हामीले यो सुन्तला जति छ एउटा बोटमा यो सबै किनेर लान्छौँ र वार्षिक कति बेच्नुहुन्छ? यो बगैँचा एकदमै ठुलो छ है अनि यो सुन्तला एकदमै राम्रो फलेर रहेछ, यत्रो ठुल्ठुलो दाना पनि छ। अनि वार्षिक कति बेच्नु भएको छ? सुरुबाट 8000 बाट बेच्न लागेको 8 लाख दुईटा 8000 बाट सुरु गर्न लागेको हामीले। आजभन्दा कति वर्ष पहिला? 4-5 वर्ष पहिलेबाट अहिले अब 6-7 लाख रुपैयाँको सुन्तला हुन थालेको छ। अब वर्षमा एउटा बगैँचामा 6-7 लाख आम्दानी गर्नु भएको यो सुन्तलाबाट। धेरै हो सबै बगैँचामा त। बगैँचा त अब दुई भाइको हो। दुई भाइको एउटा घरमा एउटा घरबाट भनौँ, गाउँबाट त करोडौँमा जान्छ। करोडौँमा जान्छ। यहाँ धेरैजना किसान जुन खेती गर्नु भएको छ, यहाँ सुन्तला खेती एकदम धेरै देखेँ मैले। बोटहरू जुन लपक्कै झपक्कै छ होइन, सुन्तलाको दाना पनि एकदमै ठुलो प्लस यसको टेस्ट यति मिठो छ, यो यति गुलियो छ, राम्रो छ, क्वालिटी पनि राम्रो छ। हामीले बजारमा अलिकति सानो सानो तथा हामीले जति पनि बजारमा हामीले सुन्तला देखेछौँ यो चाहिँ हाम्रो इन्डियातिरको ठुलो दाना देख्ने गर्छौँ। यहाँ हाम्रो लोकल जुन आफ्नै ठाउँमा आफ्नै गाउँमा अलिकति फलेको सुन्तला चाहिँ अलि दाना सानो देखिने अनि यहाँनिर आउँदा चाहिँ हामीले अलिकति सुन्तला अलि ठुलो अनि एकदम रसिलो अलिकति खोस्टा नभए जस्तो देख्यौँ होइन। अनि यसमा चाहिँ कसरी यो सुन्तला फलाउँदा चाहिँ कसरी राम्रो उत्पादन हुने रहेछ है? सुन्तला त अब मलजोर गाई भैँसीको मल हालिन्छ, अब हजुर खात मल हालिन्छ, बेला बेलामा झार गरिन्छ, सिँचाइ व्यवस्था हुन्छ, त्यो टाइम टेबल एकदमै स्याहार पनि गर्नु पर्यो। अनि यसलाई चाहिँ फलिसकेपछि यसको बोटहरू काट्ने, यसलाई काटछाट गर्नुपर्छ, सुकेको हाँगा काट्ने गर्नुपर्छ, एकदम चाकरी चाहिँ बहुत गर्नु पर्यो होइन। लगभग एउटा यो बोट हामीले देखिरहेछौँ हाम्रो पछाडि, यता त धेरै छ, बुटा साना छन्, अब तलको बुटा अझ सुन फल्छ के सुन फल्छ धेरै फलेर भुइँमा लत्रेर पुरै भुइँभरि त्यो सुन्तला यति धेरै पोखिया छ, पुरै झर्दो रहेछ क्या। अनि यो जति